सेप्टेम्बर 9मा नेपालमा भ्रष्टाचार विरोधी प्रदर्शनकारीहरूको हत्यापछि भएका आगजनीका घटनाहरूमा देशभरि ठूलो क्षति भएको छ। तर विभिन्न कोणबाट गरिएको अनुसन्धानले यो योजनाबद्ध आक्रमण भएको शङ्का उब्जाएको छ। यस घटनाले राजनीतिक अस्थिरता, आर्थिक क्षति र सामाजिक सद्भावमा खलल पुर्याउने खतरा बढेको छ। उक्त दिन भएका घटनालाई सूक्ष्म रूपले अध्ययन गर्दै न्युयोर्क टाइम्सको अनुसन्धानले प्रत्यक्षदर्शी, सहभागी र आगजनी विशेषज्ञहरूसँगको अन्तर्वार्ता, फोटो र भिडियोहरूको समीक्षा र घटनास्थलको भ्रमणमा आधारित भएर यस्ता योजनाबद्ध राष्ट्रव्यापी विनाशको अभियान स्वतःस्फूर्त हुन सक्दैन भन्ने शङ्का उत्पन्न गरेको छ भनेर न्युज प्रकाशन गरेको छ। यो आगजनी र लुटपाट अघिल्लो दिनमा राज्यदमनबाट मारिएका या घाइते बनाइएका युवा विद्यार्थीको आवेगको परिणाम हो भन्ने कुरा आगजनी विशेषज्ञहरूले मान्न सकिरहेको छैनन्। अमेरिकाका वरिष्ठ अग्नि अन्वेषक रिचर्ड ह्यागरले न्युयोर्क टाइम्ससँग भनेका छन् कि यति छोटो समयमा यति धेरै भवनहरूमा आगलागी हुनु, लुटपाट हुनुमा संगठनात्मक क्षमताको ठूलो हात हुन्छ। यस्तो योजना बनाउन हप्ता वा महिना लाग्न सक्छ। नेपाली प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रमुख पवन ढुङ्गानाले न्युयोर्क टाइम्सलाई बाटै अनुरूप दोस्रो दिनको घटना सुनियोजित जस्तो देखिए पनि प्रशासनले परीक्षणको लागि केही कदम चालेको छैन, जसले दण्डहीनतालाई नै बढावा दिन खोजेको जस्तो देखिएको भनिएको छ। उक्त रिपोर्टमा केही प्रश्न पनि उठाइएका छन् कि आगोको तीव्रता हेर्दा भवनमा कि सोडियम वा म्याग्नेसियम जस्ता रसायनहरू प्रयोग गरिएको हुन सक्छ। तर यी रसायनहरू नियन्त्रित पदार्थ हुन् र प्रयोग गर्न विशेषज्ञता चाहिन्छ। तिनीहरू मट्टीतेल जस्ता सजिलै किन्न पाइने रसायनहरू जस्तो होइनन् र ठूला भवनहरू जलाउन धेरै ग्यालन तरल इन्धन चाहिन्छ, जुन पूर्व योजना बिना सम्भव छैन। अझ उल्लेखनीय कुरा के भनिएको छ भने केही भवनका माथिल्ला तलाका झ्यालहरू खुला थिए, जुन सामान्यतया हुँदैन थियो। यसले आगो फैलाउन अझ मद्दत गर्यो। तर यो जानाजानी गरिएको हो कि होइन, अनुसन्धान बिना भन्न सकिँदैन। उक्त रिपोर्टमा भनिएको छ कि आगजनीमा भाग लिने 3 युवाले बताए अनुसार उनीहरूले सिफ्टमा काम गरेका थिए र आफूलाई नचिन्ने मानिसहरूले मोटरसाइकलको इन्धनले भरिएका पेट्रोल बम दिएका थिए। स्थानीय रिपोर्टहरू अनुसार ग्यास क्यानिस्टर खाली गरिरहेको देखेको बताए। काठमाडौँ र अन्य शहरहरूमा भिडले अघिल्लो रात प्रसारित भएको सूचीलाई पछ्याएर निशानामा नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूका घरहरू थिए। आगजनी गर्नेहरू पेट्रोल र कपडाको टुक्राले बन्द गरिएका बोतलहरू बोकेका थिए। केहीले लट्ठी, राइफल र खुकुरी पनि बोकेका थिए। त्यसैगरी सिङ्गापुरको फायर साइन्स फोरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ कीले न्युयोर्क टाइम्ससँग भने भवनको आकार, विनाश र आगोको तीव्रता हेर्दा यो सङ्गठित षड्यन्त्र हो भन्न सकिन्छ। त्यसपछि प्रश्न उठ्छ, भवनमा रसायन कसरी पुग्यो? यो भित्री काम थियो या बाहिरबाट कसैलाई खटाइएको थियो? अनि सुरक्षाकर्मीहरूले रोक्ने प्रयास पनि नगरी आफ्नो पोस्ट किन छोडेका थिए? यी सबै प्रश्नका उत्तर दिन यदि सरकारद्वारा गठित छानबिन आयोग असफल भए नेपालको राजनैतिक भविष्य, अमन चयन र विकास केही समयको लागि पर धकेलिन सक्नेछ र निर्वाचनको माहौल पनि बिग्रन सक्नेमा आम जनताको चिन्ता रहेको छ। यस बारेमा तपाईको केही विचार भए हामीलाई कमेन्ट गर्नुहोस्।